अनमोल किसी देखिए सर अनमोल किसी देखिए होला हैन बोका देखेको बोका त हो खप्री हेर न किन यहाँ बोया खप्री ढोका बन्द गर्न त हो महाराष्ट्र सँगै उडिरहन मन भयो पहिला हामी बाबाहरूसँग आउँदाखेरि के यो घरमा बसेको थियो झुग्गाले टोकेर झन्डै मारेर हाम्रोबाट पनि देखिन्छ हिमाल है एकदम तर धेरै टाढा खाका कालिम्पोङको जस्तो नजिक छैन यताबाट चाहिँ यस्तो भ्यूहरू देखिन्छ फेरि पनि हेलो एन्ड नमस्ते सबैजनालाई आएपछिहरू सन्चै हुन्छ होला म पनि एकदमै धेरै सन्चै छु है अनि अहिले चाहिँ म काठमाडौँबाट भर्खर आइपुगेको अनि हामी चाहिँ अब रौताको प्लान बनाएको छ रौता जान निस्किन लागेको होइन यहाँ पाँडु छ उता भाइ आउँदैछ है यता यता डुलिरहेको छ बौला ए नयाँ लुगा ढुट्टो बनाइस् अहिले नि मेरो भेस्ट थियो त्यो लाएर हिँड्दैछ सोल्टी भाडा दिन्छ के बाइक कस्तो बाइक मेरो तेरो बाबु भन्छ तेरो ऊ त्यो चाहिँ के हो त्यो अन्त कबड्डी बाइक होला यहाँ नेक्स्ट कबड्डी हो सुकाइसकेपछि चाहिँ हामी गाईघाट बजार आइपुग्यो है यो चाहिँ गाईघाट बजार यता पनि यताबाट सिधै रौतातिर निस्किन्छ पहिला पनि गएको 1 वर्ष अगाडि यस्तै दसैँ टाइममा गएको दसैँको टिकाको भोलिपल्ट गएको थियो एकदम रमाइलो भएको थियो अनि अहिले पनि हो अनि गर्मी चाहिँ एकदम भइरहेको छ है अचेल यहाँनिर गाईघाटमा त औडा गर्मी भइरहेको छ अनि फेरि यो चाहिँ किन लगाएको अनि यसको नतिजा त अहिले फेरि रौतामा देखिन्छ नि त यता पो गर्मी छ उता त लास्ट जाडो छ हुस्यो लाग्छ पुरै अन्धकार हुन्छ अस्ति जाँदा त जाडोले थर कामै थियो त्यही भएर चाहिँ उतै बस्ने आज अनि एकदम हुन्छ आज चाहिँ एकदम रमाइलो हुनेवालाको छ हामीले गाडीबाट निस्किसक्यो होइन रौताको लागि हामी चाहिँ बाइक उतै थन्काएर गाडीमा निस्किदिएको है अनि यहाँ छ टाटा गाडीमा केटाहरू यसरी उठिरहेको छन् होइन यदेखि नै यसरी उठिरहेको छ अनि म चाहिँ एकछिन बसिदिएको किनकि हावाले हानेर मारे यहाँनिर यस्तो स्पिड छ गाडी अनि उकालोमा मृगलाई मैले ताकेको होइन मायालाई ताकेको रेशम फिरी उडेर जाऊ कि डाँडामा भन्छन् रेशम फिरी सो गाइज हामी चाहिँ रौता पनि आइपुग्यो है अहिले चाहिँ स्याक्कै 8 बज्यो 4 घन्टा लाग्यो हामीलाई आइपुग्नु ध्यान खै पानी नै खाइदिउँ गीता चाहिँ त पहाडी है अनमोल किसी देखिए सर अनमोल किसी देखिए होला हैन बोका देखेको बोका त हो खप्री हेर न किन यहाँ बोया खप्री, ढोका बोका अनमोल किसी होला अनमोल किसी त्यही हो बाइकहरू चाहिँ हामीले तलै छोडिदिउँ अनि आयौँ मामाको गाडीमा अनि अब भोलि गाईघाटबाट फेरि बाइक लिएर अनि घरतिर जान्छौँ होला अनि आज त्यही हो नाइट त केही देखिँदैन नि कालो न कालो मेरो अनुहार मात्रै चम्केला होइन उता चाहिँ केही खिँदैन अनि बिहान चाहिँ हामी मर्निङ भ्यूहरू देखाएर अनि चलिदिन्छु है यहाँ ओइ कलिया मेरो साथी हेर नि पछि आयो यार म यहाँसम्म साथ दिनलाई आयो होइन अनि हाम्रो होटल चाहिँ यो भयो रौताको एकदम ठुलो होटल सबैभन्दा है रौता यो एरियाभरिको एकदम ठुलो होटल हो क्या यो चाहिँ बवाल छ नि यो पहिला 1 वर्ष अगाडि आउँदाखेरि रङ मात्रै लगाएको थियो त्यसपालि चाहिँ पुरै सेटअप भइसकेको छ हामीले चाहिँ उतैबाट बुकिङ गरेर आएको अब यहाँनिर यसो हाम्रो क्याम्प फायर बनिरहेको छ आएको त भने ठाउँ के छ दाजु सन्चै रौता बल छ नि यहाँनिर त मर्निङ सबैजनालाई है म चाहिँ अहिले उठिसक्यो भर्खर उठेको यहाँ चाहिँ हामी भ्यू हेर्न आएको है एकदम दामी भ्यू सिनहरू बादलहरू सब लागिरहेको रहेछ सो हाम्रोबाट पनि देखिन्छ हिमाल है एकदम
तर धेरै टाढा खाका कालिम्पोङको जस्तो नजिक छैन यताबाट चाहिँ यस्तो भ्यूहरू देखिन्छ अनि यताबाट चाहिँ यस्तो भ्यूहरू देखिन्छ हैन लेक त हो यता एकदम दामी छ अनि माथिबाट चाहिँ यस्तो दामी भ्यू देखिन्छ नि माथि त्यो टावर छ त्यो टावरबाट चाहिँ त्यही 4-5 वर्ष अगाडि हामी गएको छौँ त्यहाँनिर त्यहाँबाट चाहिँ बब्बाल भ्यूहरू देखिन्छ अनि अस्ति नै हामीहरू आएको यहाँ अनि रौता मन्दिर चाहिँ उहाँ माथि छ पोखरीहरू छ है यहाँ चाहिँ यस्तो छ है रौता मन्दिर चाहिँ उहाँ माथि छ क्या डाँडादेखि माथि जानुपर्छ अनि यहाँ चाहिँ वैशाख 2 गतेदेखि मेला लाग्छ सधैँ अनि अस्ति त आउन पाइनँ म है एउटा हिमालयमा फोटोहरू खिच्न चाहिँ मजा आइरहेको छ यस अनि अब हामी फोटो खिच्छ माथि जान्छ होला सायद अनि घरतिर जान्छ केटाहरू जाँदैछ होइन माथि रौता डाँडा मन्दिर जाँदैछ यहाँ गोरु त आउँछ नि यहाँ आएपछि मर्यो गोरु त आउँछ नि मासाला कालोलाई गोरु किन चाहियो भुत्याएको छ गल्यो भने यार नेपाल रहेछ नि हामी चाहिँ मै गौला आयो यसले फेरि केटीहरू म चाहिँ काठमाडौँ आउने बित्तिकै ढल पहिला हामी बाबाहरूसँग आउँदाखेरि के यो घरमा बसेको थियो झुग्गाले टोकेर झन्डै मारेर यस्तोमा आएन अनि मन्दिरको त एक फन्का घुमेर ट्याक्क त कुचो जस्तोमा हानिदिएको सल्ल क्या जुगै कुदेर आएर यहाँनिर ऊ हुन्थ्यो आमा हुन्थ्यो अनि आमाले फाल्दैन यस्तो गाह्रो भएको थियो नि त्यति बेला जुगा त यहाँ ओडै पाउँछ होइन लेख त हो अनि कुहिरो आइरहेको छ मान्छेहरू पनि टन्न आइरहेको छ भने आज त पोखरी सोखरी सब सफा हाल्नु छ यस्तो खतरा देखेको छ बवाल छ हामी चाहिँ अहिले तल ग्राउन्डमा छ होइन परेवा किन्नको लागि आएको माथि एउटालाई जुत्ता रुङ्न लगाएर खाली खुट्टै लठ्याङ लठ्याङ हिँडिरहेको छ अनि यता चाहिँ कुहिरो खतरा लागिरहेको छ क्या खुसी होइन बवाल देखिरहेको छ सिनहरू चाहिँ पानीबाट माथि जाने हो नि त कस्तो बौला हुन्छ है त अनि यहाँ पूजासुजा गरिन्छ माथि खोइ गइन्छ गइँदैन थाहा छैन अल्छी पो लाग्न थाल्यो बोर लाग्यो बोर कहाँ तिमीहरू कहाँ जानु लाग्यो यिनीहरूले फोटो खिचेरै मलाई दिक्क लागिसक्यो ओइ नचल न त्यति परेवा लियो तर प्लास्टिकको मर्छ यार यो खुल्ला छोडिदियो यसरी खुल्ला छोडिदियो भने बाँच्छ नि त यो एकदम रमाइलो भइरहेछ काठमाडौँबाट आउने तासै केटाहरूले यताको 81 प्लान बनाइदियो क्या आउन पनि पाएन आधी बाटोमा हुँदै केटाहरूले कल गरेको थियो अनि त्यहाँबाट 81 यता आउनु पऱ्यो 81 होइन बेलुका गाडीमा बाइकहरू पनि उतै छोडेको थाहा छँदैछ यहाँबाट चाहिँ म अब गेम खेल्नको लागि निस्किन्छु होला सायद सिधै उता गेम छ भनिरहेको छ केटाहरूले त्यहाँ गेम खेलेर अनि म चाहिँ रुम आउँछु है यहाँबाट डाइरेक्ट जान्छु होला सायद घरबाट झन्डै आधी घन्टा 1 घन्टा जति लाग्छ त्यता मेरो साथीको घर पनि हो अनि त्यता गएर गेम खेलेर अनि लसक आइन्छ होइन यो घाम लागिरहेछ है उता घाम लागिरहेछ यता पुरै टल्किरहेछ उता पारी भित्तामा चाहिँ यता चाहिँ कुहिरो लागिरहेछ क्या अनि यो चाहिँ मैले खोलेर राखिदिएको मान्छेले बौला सम्झिन्छ के हो यो टोयलेट फेरि कुदेको साले कति गर्दो रहेछ अघि टोयलेट पनि ढोका थुन्देर हिँडेको थिएँ अहिले फेरि त्यस्तै गर्न थाल्यो यो परेर त उड्दैन यार मर्छ होला त त्यहीँ एकदम रमाइलो भइरहेछ यार तर चिसो लागिरहेछ उताको नेपालटारको गर्मी खानुभन्दा त बरु यतै ठिक लागिरहेछ मलाई लाग्न चाहिँ होइन तर ज्वरो पो होला कि भन्ने डर पो लागिरहेछ मेन त है रहेछ तर यो ठुलोवाला रहेछ क्या यसको नाम के अरे चिप्ले किरा होइन अर्को पनि के भन्छ हौ अहिले भर्खर राउन्ड मध्ये आफूले भन्छ अर्को पनि नाम के भन्छ क्या लौडा लसुन त्यही चिप्ले किरा हामीले चाहिँ चिप्ले किरा भेटिसक्यो नि यो खाना मिल्छ अरे क्या अनि यो चाहिँ ठुलोवाला छ अलिक सानो भइदियो भने चाहिँ खाना मिल्छ त सड्केको मड्केकोहरू त त्यस्तोमा काम लाग्छ मेन होइन कपाल मिले पाक छप्री
छप्री जस्तो देखेछ एकपल्ट भान्जाले छप्री बनाएर आएको थियो अब यसको पाला आएछ कसैको भान्जा सङ्गमले ए त्यस्ता यत्रो माथि जानुपर्छ अझै यहाँबाट त कुन फिल्ममा मन्दिर पुगिन्छ केटाहरूले बेकारमा तल आएर खुट्टा दुख्नु थालिसक्यो मैले अझै मन्दिरभित्र छिर्देको है भिडियोहरू बनाउनु पाइन्छ पाइँदैन त्यही पनि आयौँ हामी चाहिँ आयौँ है आयौँ घन्टी नै घन्टी छ को छ रे आया भाइ कहाँ त्यहाँ आइ नै आइ कसले भने पण्डित भने हो कहाँ हामी ए कस्तो यो पनि अल्टर हुन्छ क्या यो चाहिँ हाम्रो रौताको मन्दिर भित्र चढाउने हो भित्र पूजा गर्ने एक राउन्ड घुम्ने कहाँ मर्छ जसरी भागल त्यही चाहिँ हराइ भित्र आइज नै चल्दिएको ल यहाँबाट निस्केको भएको बाई बाई रौता फेरि पछि आउँला कुनै बेला केटाहरू पनि खासै हुन्न होला होइन ऱ्यापै भन्छ क्या को छौ त्यो दाइहरू होइन यो बजेको दाइहरू बाई बाई यो होटलमा पछि बसाउनु फेरि आएको बेला हामीले अँधेरी पनि आइसक्यो मान्छे हेर्नु न मान्छे यो पनि प्रसिद्ध ठाउँ नै हो एकदम मान्छेहरू खतरा हुन्छ गाडीले पेलिदिन्छ भन्ने डर कतिजनाको एक्सिडेन्ट अनि केटाहरू कहाँबाट आएछ यहाँ लन्ठेर सबै कालो न कालो आएछ कहाँ गयो पाँडे ओइ पाँडे आइज नि केटाहरू कहाँबाट गाउँको केटाहरू होइन र अलि तलतिर बस्छ हाम्रो गाउँदेखि अनि त्यहाँ गहिरो छ पहिला माथिबाट हाम फाल्दाखेरि यस्तो भएको थियो नि सर्लक्क यो चाहिँ अँधेरीको झर्ना है हाम्रो गाउँको अँधेरीको झर्ना होइन यहाँ चाहिँ मान्छे एकदम नुहाउन आउँछ जहाँबाट पनि बात गर्नु हेर नि आएर जाडो पो हुन्छ नुहाउने र भने सुगाइ चाहिँ हामीले नुहाइएन होइन किनकि पानी नै फोहोर रहेछ फोहोर भन्दा अलिक उ रहेछ अनि जाने बेला पनि भयो अब हाम्रो चाहिँ एकदम केटाहरू गरेर आएको अर्कोचोटि आउँदाखेरि नुहाएर जानु पर्ला जस्तो घरमै गरेर नुहाउँछु म त यार एकदम रमाइलो भइरहेको छ यसले उल्टी हान्न लागिरहेको छ है मर्यो उल्टी हानेको घरमा पनि आइसक्यो होइन हाम्रो सबैजना फ्यामिलीहरू मिलेर यता खाना खाँदै हुन्छ यता आन्टीहरू भर्खर आइपुग्नु बाहिर बाबाहरू हुन्छ अनि हामीले फिज पनि हानिदिएको त्यही भएर आजको खाना खान लागेको उहाँ पर त भान्सामा भात छ यसमा लिएर आउँछ ए म उनी लिएर आइदिन्छु त बोकेर लिएर आइदिन्छु भान्सामा छ है